जय श्रीराम। हामी चाहिँ आज विवाहमा 8 कोट मिलान भन्ने एउटा 21 नम्बरको श्लोकको अर्थतर्फ हामी अगाडि बढ्न गइरहेका छौँ। हामीले विवाहमा चाहिँ गुण मिलाउने भनेर भन्छौँ। जम्मा 36 गुण हुन्छ। 36 गुणमा चाहिँ कति मिल्यो त भन्ने कुराहरू चाहिँ हामीले हेर्नुपर्ने हुन्छ। विवाह गर्दाखेरि तिनी विषयवस्तुहरूलाई समेटेर यहाँनिर मुहुर चिन्तामणिमा एउटा अध्याय दिएको छ। हामी यसमा चाहिँ अगाडि बढ्न गइरहेका छौँ। वर्णो वस्यम तथा तारा योनिश्च ग्रह मैत्रकम गणमैत्रम भुकुटम त नाडी चैते गुणाधिकाः भनेर भन्यो भने चाहिँ वर्णो भनेको चाहिँ वर्ण, वस्यम भनेको चाहिँ वस्य, अनि तारा भनेर भन्यो योनिश्च भनेको योनि, ग्रह मैत्रकम भनेको चाहिँ ग्रह मैत्री होइन। यी सबै कुराहरूलाई हामी अहिले एकपछि एक व्याख्या गर्दै जानेछौँ। अनि गणमैत्रम भनेको चाहिँ गणमैत्री, जस्तै देवगण राक्षसगण भनेर हामी चाहिँ सुनिरहेका छौँ। अनि भुकुटम भनेको भुकुट छ, नाडी भनेको नाडी पनि। चैते गुणाधिकाः भनेको एकपछि एक चाहिँ धेरै गुणहरू अधिक हुन्छन् भनेको वर्णमा एक, त्योभन्दा बढी वस्यमा, त्योभन्दा बढी तारामा, त्योभन्दा बढी योनिमा, त्योभन्दा बढी ग्रह मैत्रीमा, अनि त्यसपछि गणमैत्रीमा बढी, अनि भुकुटमा बढी र नाडीमा त्योभन्दा पनि अझ बढी हुन्छ भनेपछि वर्णको 1 गुण, वस्यको 2 गुण, ताराको 3 गुण, योनिको 4 गुण, ग्रह मैत्रीको 5, गणमैत्रीको 6। यो भने कस्तो भन्दाखेरि त यदि तपाईँ त्यो ग्रह मैत्री मिलेको छ भनेदेखि चाहिँ तपाईँलाई 5 मा 5 मिल्ने भयो। यदि त्यहाँनिर चाहिँ तपाईँलाई ग्रह मैत्री मिलेको छैन, ग्रहहरू तपाईँको राशिका स्वामीहरूको मित्रता छैन भनेदेखि चाहिँ त्यहाँनिर 5 नम्बर कम हुन्छ भन्न खोजे है। अनि गणमैत्रीको 6, भुकुटको 7 र नाडीको 8 गुण मानिन्छ। बाँकी अरू 7 भन्दा पनि नाडीलाई हामी चाहिँ विशेष गरेर यहाँ अहिलेको समाजमा हेर्ने गरिन्छ। नाडी दोष लाग्यो भने चाहिँ विवाह गर्नुहुन्न भन्ने कुरा चाहिँ हामीले विभिन्न ठाउँबाट सुनिरहेका छौँ। के साँच्चै नाडी दोष लाग्यो भने चाहिँ विवाह नै गर्नुहुन्न त भन्ने कुराहरू पनि आउँछन्। त्यसका नाडी दोष लाग्यो भने त्यसका चाहिँ अरू उपाय के छन् त, परिहार के छन्, अनि नाडी दोष लागेता पनि कस्तो अवस्थामा चाहिँ त्यो भङ्ग हुन्छ भन्ने कुराहरू पनि हुन्छ। लगायत विभिन्न कुराहरू चाहिँ हामीले आजको यस अध्यायमा जान्नेछौँ है त। हामी अब यी 8वटा कोडको सबैभन्दा पहिलो सुरुमा रहेको छ वर्ण गुणको बारेमा विचार गरौँ है त। तपाईँ यदि मीन राशिको हुनुहुन्छ, वृश्चिक राशिको हुनुहुन्छ र कर्कट राशिको हुनुहुन्छ भने चाहिँ तपाईँ विप्र वर्णको हुनुहुन्छ, अनि कि तपाईँ ब्राह्मण हुनुहुन्छ। मेष राशिको हुनुहुन्छ, धनुको हुनुहुन्छ, सिंहको हुनुहुन्छ भनेदेखि चाहिँ तपाईँ क्षत्रिय वर्णको हुनुहुन्छ। अनि वृष, मकर र कन्या वैश्य वर्ण हुन् र मिथुन, कुम्भ, तुला चाहिँ शूद्र वर्ण हुन्। यदि वरको वर्णभन्दा कन्याको वर्ण उत्तम छ भने त्यो वरको निमित्त त्यो कन्या शुभ मानिन्न। भन्नुको मतलब तपाईँभन्दा तपाईँको श्रीमतीको गुण धेरै भयो भने त्यहाँनिर चाहिँ त्यो राम्रो मानिन्न। तर यसलाई राम्रो मानिन्न भन्नुको अर्थ के हो त भन्दाखेरि चाहिँ 1 गुण कम हुन्छ है। अब 36 गुणमा 1 गुण कम भयो यहाँनिर होइन। कन्याको वर्णभन्दा वरको वर्ण उत्तम वा समान छ भने दुवैको वर्ण गुण 1 हुन्छ भने चाहिँ त्यहाँनिर यदि कन्याको भन्दा वरको वर्ण राम्रो भयो भनेपछि त्यहाँनिर के हुन्छ त 1 गुण त्यहाँ प्राप्त भयो। अरू बेला चाहिँ मिल्दैन। अब राम्रो कसलाई भन्ने, खराब कसलाई भन्ने त भन्दाखेरि चाहिँ यहाँनिर दिएको छ। जस्तै ब्राह्मणभन्दा क्षत्रिय तल, क्षत्रियभन्दा वैश्य तल, वैश्यभन्दा शूद्र तल। यदि कुनै पनि स्त्री ब्राह्मणकी छिन् र पुरुषलाई के छ क्षत्रियको छ भने त्यहाँ के हो त क्षत्रियभन्दा ब्राह्मण ठुलो भयो, यानि कि वरभन्दा कन्या ठुली भइन्। त्यस्तो अवस्थामा चाहिँ त्यहाँनिर गुण मिल्दैन। यसमा चाहिँ मेन कन्सेप्ट के हो भने वरको भन्दा कन्याको कम हुनु पर्यो भन्ने कुरा मात्रै हो है। अब त्यसपछि हामी जाउँ वैश्य गुणको बारेमा। सिंहलाई छाडेर सबै राशि नर अर्थात् मिथुन, कन्या, तुला राशिको वैश्य हुन्छन्। अनि सबै जलचर राशि अर्थात् कर्कट राशि, मकर राशि, कुम्भ राशि र मीन राशि नर राशिका वक्ष्य कहिन्छन्। यसै गरी वृश्चिक बाहेक सबै राशि सिंहका वक्ष्य कहिन्छन्। योभन्दा धेरै वैश्य र वक्ष्य मानिसका व्यवहारबाट स्वयं विचार गर्नु पर्दछ भन्दाखेरि चाहिँ यहाँनिर वरको पनि नर पर्यो, कन्याको पनि नर पर्यो भने त्यहाँनिर चाहिँ के भयो त 2 नम्बर प्राप्त भयो होइन। अनि यसै गरी चाहिँ त्यहाँनिर वरको नर
त्यसपछि कन्याको चाहिँ किट पऱ्यो भने के भयो त हामीले सिधै तल हेर्न सक्छौँ। यहाँनिर चाहिँ 1 पऱ्यो है। यसलाई चाहिँ मैले स्क्रिनमा पनि कोरेर देखाउन प्रयास गर्छु ताकि तपाईँलाई बुझ्न सजिलो होस्। यदि वरको चाहिँ के छ चतुष्पद राशि छ र कन्याको पनि चतुष्पदै छ भनेदेखि चाहिँ त्यहाँ के भयो त 2 मिल्यो हैन। वरको चाहिँ नराशि छ तर कन्याको के छ त चतुष्पद छ भनेदेखि चाहिँ त्यहाँनिर के भयो त 1 मात्रै गुण आयो, 2 मा 1 आयो हैन। अब कसैमा के आउँछ त 0 आउँछ। यसरी चाहिँ हामीले यसलाई चाहिँ हेर्न सक्छौँ है त। यसै गरी अब हामी जाम तारा गुणको विचारमा है त। कन्याको नक्षत्रबाट वरको नक्षत्रसम्म र वरको नक्षत्रबाट पनि कन्याको नक्षत्रसम्म गन्नु। दुवैमा भिन्ना भिन्नै 9 ले भाग दिँदा शेष 3, 5, 7 रहे तारा अशुभ हुन्छ। यदि 1, 2, 4, 6, 8, 0 शेष रहे शुभ हुन्छ भनेपछि यो यहाँनिर चाहिँ तपाईँको अश्विनी चाहिँ कन्याको भयो अनि पुनर्वसु चाहिँ तपाईँको पुरुषको भयो हैन। अब यहाँबाट गर्दा अश्विनी, भरणी, कृतिका, रोहिणी, मृगशिरा, आद्रा, पुनर्वसु भनेपछि 1, 2, 3, 4, 5, 6, 7 पर्यो। अब 7 लाई 9 ले भाग गर्दाखेरि के हुन्छ 7 नै शेष हुन्छ भने चाहिँ यहाँ कति शेष रह्यो त 7 शेष रह्यो भने चाहिँ यो के भयो त अशुभ भयो। यति मात्र होइन फेरि अब यहाँदेखि फेरि हामीले चाहिँ गन्ने कहाँबाट गर्ने भन्दाखेरि चाहिँ यही पुनर्वसुबाट हामीले चाहिँ फेरि अश्विनीसम्म गर्ने। त्यहाँबाट कति आउँछ त्यसलाई फेरि 9 ले भाग गर्ने। त्यहाँमा शेष कति आउँछ यदि 3, 5, 7 शेष रह्यो भने चाहिँ त्यो फेरि अशुभ हुन्छ। हामीले अघि नै गर्दाखेरि त के हो त एउटामा 7 शेष आयो अनि पछि अर्कोमा कति शेष आउँछ यदि त्यहाँनिर चाहिँ दुईवटामै अशुभ अशुभ आयो भनेदेखि चाहिँ गुण 0 मिल्यो। एउटामा शुभ अर्कोमा अशुभ आयो भनेदेखि चाहिँ 1.5 भने चाहिँ 1.5 मिल्यो। अनि दुईटैमै शुभ शुभ आयो भनेदेखि चाहिँ त्यहाँनिर 3 मिल्यो हैन। हामीले दुईवटैबाट गर्नुपर्छ। दुईवटैबाट गर्दाखेरि कति आउँछ त्यो चाहिँ हामीले हेर्नुपर्ने हुन्छ है त। यदि तारा विचार गर्दा वर कन्या दुवैतिर अशुभ तारा अर्थात् 3, 5, 7 आयो भने तारा गर्न शून्य हुन्छ। फेरि एकातिर शुभ तारा अर्कोतिर अशुभ तारा भए 1 अनि 1.2 भनेको 1.5 है। 1.5 गुण बन्दछ भनेको 1.5 गुण बन्दछ। फेरि दुवैतिर शुभ तारा भने पूर्ण 3 गुण मिल्छ है। दुईवटैमै शुभ शुभ आयो भने बल्ल चाहिँ 3 मिल्ने रहेछ। यसरी चाहिँ हामीले यहाँनिर टेबल पनि दिएको छ। टेबल भन्दा पनि हामीले अघि नै मेन कन्सेप्ट बुझिहाल्यौँ। त्यसैलाई चाहिँ हामीले हेर्दाखेरि अझ सजिलो हुन्छ है त। अब चाहिँ हामीले योनिको बारेमा कुरा गरौँ है त। यहाँनिर के हुने भन्दाखेरि अश्विनी र शतभिषाको योनि अश्व अर्थात् घोडा हुन्छ। स्वाति हस्ताको भैँसी हुन्छ। धनिष्ठा पूर्व भाद्रपदको सिंह योनि हुन्छ। भरणी र रेवतीको हात्ती योनि हुन्छ। अनि पुष्य र कृतिकाको मेष अर्थात् भेडा योनि हुन्छ। अनि श्रवण र पूर्व साढाको बानर मतलब बाँदर। अनि उत्तर साढा र अभिजितको न्याउरी मुसो। अनि मृगशिरा र रोहिणीको सर्प। ज्येष्ठा र अनुराधाको हरिण। मूल र आद्राको कुकुर अर्थात् स्वान। त्यसै गरी पुनर्वसु र अश्लेषाको बिरालो। मघा र पूर्व फाल्गुनको मुसो। विशाखा र चित्राको व्याघ्र। अनि उत्तर फाल्गुनी र उत्तर भाद्रको गाई योनि कहिएको छ। माथिका श्लोकको एक एक चरणमा कहिएका 2 नक्षत्रहरूको योनिहरूमा परस्पर शत्रुता रहन्छ। यिनलाई विवाहमा बार्नुपर्छ। जस्तै भैँसी र घोडा, सिंह र हात्ती, भेडा र बाँदर, न्याउरी र सर्प, कुकुर र हरिण, मुसु र बिरालो, व्याघ्र र गाई यिनमा परस्पर वैरत्व रहने हुनाले उपयुक्त योनि हुने वर कन्याको विवाह कदापि नगर्नु अशुभ हुन्छ भनेर भन्यो। अब हामीले र सामान्य रूपमा के थाहा भएको छ त भन्दाखेरि चाहिँ न्याउरी र सर्पको कहिले त्यहाँनिर कनेक्सन भन्छ भन्दैन नि त। अनि मुसो र बिरालोको पनि कहिले हुन्छ त हुँदैन नि त। त्यस्तै नै यहाँनिर कुन कसको चाहिँ शत्रुता हुन् भन्ने कुरा चाहिँ थाहा पाउनुपर्छ है त। अब तल पनि अझै दिएको छ। जस्तै यहाँनिर चाहिँ कुन कुन नक्षत्रमा जन्मिएकाको कुन कुन योनि हुन्छ अनि तिनीमा चाहिँ फेरि ठ्याकठ्याक मिल्यो भने चाहिँ 4 मा 4 आउने भयो। मिलेको छैन भने चाहिँ 0 आउने भयो। अलिअलि मिलेको छ आधा मिलेको छ भने चाहिँ 2 आउने भयो र त्यहाँनिर एकदम कम मिलेको छ भने 1 आउने भयो। यहाँनिर चाहिँ 1 देखि लिएर 4 वटासम्म गुण आउने सम्भावना धेरै हुन्छ है त। अब यसै गरी ग्रह मैत्रीको बारेमा कुरा गरौँ। ग्रह मैत्री कस्तो भन्दाखेरि चाहिँ राशिहरू हुन्छन् हाम्रा हैन। यी सबै कुराहरू चाहिँ राशिको नामबाट फिक्स भएको छ हैन। चन्द्रमाबाट फिक्स हुन्छ भने चाहिँ
त्यो अनुसार राशिको नामबाट चाहिँ हामीले त्यसको चाहिँ सबै कुरा थाहा भयो, कुन नक्षत्रमा जन्मेको छ भन्ने कुरा थाहा पायो, कुन योनिको छ, अनि पछि चाहिँ कुन वर्णको छ भन्ने कुराहरू थाहा हुन्छ। मेन कुरा चाहिँ चन्द्रमा राम्रो भयो भनेदेखि चाहिँ पुरै मान्छेको जीवन राम्रो हुन्छ भन्ने कारण यही हो, किनभने चन्द्रमाबाटै यो राशि फिक्स हुन्छ र त्यही राशिबाट नै यिनी अष्ट कुराहरू चाहिँ हामीले मिलान गर्न सक्छौँ। हामी चाहिँ यिनी कुराहरूलाई पञ्चाङ्गबाट पनि सजिलोसँग थाहा पाउन सक्छौँ। तिनी कुराहरू पनि हामी अहिले अन्तिममा पञ्चाङ्गबाट पनि हेर्नेछौँ, यो कुराहरूलाई सकाएर। त्यसपछि ग्रह मैत्रीको बारेमा भनिरहेको छ। जस्तै यहाँनिर चाहिँ सूर्यको मङ्गल, गुरु, चन्द्रमा मित्र, अनि शुक्र र शनि शत्रु तथा बुध सम हुन्छन्। हामी चाहिँ यसलाई कसरी बुझ्छौँ भन्दाखेरि, यदि मानौँ कुनै पनि कन्याको राशिको सामी मङ्गल छ, मङ्गल कसको हुन्छ, मेष र वृश्चिकको हुन्छ होइन। मेष र वृश्चिक राशि भएकी कन्या अनि धनु र मीन भएको पुरुष होइन, त्यहाँनिर चाहिँ के भयो त, दुईवटैको राशिको सामीसँग मित्रता भयो। त्यो मित्रता भइसकेपछि त्यहाँनिर राम्रो हुन्छ। यदि त्यहाँनिर चाहिँ शत्रुता आयो भने चाहिँ, यदि त्यही मेष र वृश्चिक राशिकै कन्या थिइन् अनि मकर र कुम्भ राशिको चाहिँ त्यहाँनिर पुरुष छन् भनेदेखि चाहिँ त्यहाँनिर के भयो त, शनि त्यसको स्वामी पर्यो र यिनमा चाहिँ शत्रुता छ। शत्रुता भइसकेपछि त्यहाँनिर चाहिँ यो तपाईँको ग्रह मैत्रीमा अलिक कम नम्बर आउने भयो। यसै गरी चाहिँ हामी यहाँनिर हरेक ग्रह अनुसारको त्यसको कुन मित्र हुन्छन्, कुन शत्रु हुन्छन्, कुन सम हुन्छन् भन्ने कुरा जान्नु। मित्र भइसकेपछि त्यहाँनिर चाहिँ राम्रो गुण आउने भयो। मित्र शत्रु छ भनेदेखि चाहिँ त्यहाँनिर गुण कमाउने भयो, र त्यहाँनिर चाहिँ तपाईँको सम छन् भनेदेखि चाहिँ त्यहाँनिर अलिक कमाउने भयो। त्यो चाहिँ हामीले यहाँनिर चाहिँ स्पष्ट रूपमा हेर्न सक्छौँ। यदि चाहिँ वरको राशि के छ, चन्द्रमा यानि कि कर्कट राशि छ, कर्कट राशि छ, त्यसपछि अनि चाहिँ कन्याको राशि के छ त, यहाँनिर मेष वा वृश्चिक छ भनेदेखि चाहिँ त्यहाँनिर के आउने भयो, 4 गुण आउने भयो। वरको राशि छ कन्या या भनौँ मिथुन राशि छ, त्यसपछि कन्याको राशि मेष वा वृश्चिक छ भनेदेखि चाहिँ त्यसको स्वामी के हुन्छ, मङ्गल हुन्छ। अब यिनको कति आयो त, 1 गुण आयो। हामीले यसरी राशिको स्वामीबाट गुणहरूलाई हेर्न सक्छौँ। त्यसपछि अब हामी गौण विचारमा जाउँ। तपाईँ यदि अश्लेषामा जन्मिनुभयो, मघामा जन्मिनुभयो, धनिष्ठा नक्षत्रमा जन्मिनुभयो, ज्येष्ठा, मूल, सद्विषा, कृतिका, चित्रा र विशाखा यसमा जन्मिनुभयो भने तपाईँको राक्षस गण हुन्छ। अनि 3 पूर्व 3 उत्तरा भनेको पूर्व फाल्गुनी, पूर्व साढा, पूर्व भाद्रपद, अनि उत्तरा 3 भनेको चाहिँ उत्तर फाल्गुनी, उत्तर भाद्रपद र उत्तर साढा। तिनी अनि रोहिणी, भरणी र आद्रा यी 9 नक्षत्र चाहिँ मनुष्यगणका हुन्। त्यसपछि अनुराधा, पुनर्वसु, मृगशिरा, श्रवण, रेवती, स्वाति, हस्ता, अश्विनी र पुष्य यी चाहिँ देवगणमा पर्दछन्। आफ्ना गणमा विवाह भए वर कन्यामा अत्यन्त प्रीति बढ्नेछ। देवगण र मनुष्यगणमा विवाह सम्बन्ध भए मध्यम हुनेछ। राक्षसगण र मनुष्यगणमा विवाह भए जसको मनुष्यगण छ त्यसको छिट्टै मृत्यु हुन सक्दछ भन्ने कुराहरू भयो। भनेपछि यहाँनिर यदि तपाईँ देवगणको हुनुहुन्छ भने चाहिँ देवगणमै विवाह भयो भने चाहिँ त्यहाँनिर माया प्रीति अझ धेरै हुने भयो। अनि देवगण र मनुष्यगणमा विवाह भयो भने चाहिँ त्यहाँनिर मध्यम हुन्छ भन्ने कुरा चाहिँ यहाँनिर दियो। यदि चाहिँ वर देवगणका छन् अनि कन्या पनि देवगणकै छिन् भने त्यहाँ के आयो, 6 अङ्क आयो, यानि कि 6 गुण आयो। वर यदि तपाईँको राक्षसका छन् अनि कन्या देवकी छन् भनेदेखि चाहिँ त्यहाँनिर के आयो त, 2 गुण आयो। अनि यसै गरी वर राक्षसगणका छन् र कन्या चाहिँ नरकी छिन् भनेदेखि चाहिँ यहाँनिर के आयो, 0 गुण आयो। भनेपछि यहाँनिर 6 मा कति आयो, 0 आयो। यो त निकै कम हुन्छ होइन। त्यही भएर चाहिँ यहाँनिर गणको पनि अत्यन्तै भूमिका हुन्छ। माया प्रेमको लागि चाहिँ यहाँ विशेष गरी हेरिन्छ भन्ने कुरा चाहिँ यहाँनिर हामीलाई दियो। अब यसै गरी अब हामीले चाहिँ हेरौँ भुकुर विचार होइन। वर कन्याको राशि परस्परबाट 6-8 भए विवाहमा छिट्टै मृत्यु हुने सम्भव हुन्छ। 9-5मा सन्तान हानि होला। 2-12मा निर्धनता आउनेछ र बाँकी अरू भनेको 3-11, 4-10, 7-7 भएकै राशिमा विवाह मङ्गलदायक उत्तम हुनेछ भन्ने चाहिँ यहाँनिर भन्यो। यो भनेको कस्तो हो त भन्दाखेरि चाहिँ राशिहरू 12वटा हुन्छन् है। राशिहरू 12वटा हुन्छन्। मानौँ मेषदेखि लिएर मीन राशिसम्म छ। यदि कन्याको जन्म भयो मेष राशिमा, त्यसपछि
कुनै पनि चाहिँ पुरुषको जन्म भयो वृश्चिक राशिमा हैन। अब यहाँदेखि चाहिँ गनौँ त हामीले मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक भनेको 1 2 3 4 5 6 7 8 पर्यो। यहाँनिर चाहिँ 8 पर्यो। हामीले जब फेरि यहाँदेखि चाहिँ गन्दाखेरि धनु, मकर, कुम्भ, मीन, मेष भनेपछि 1 2 3 4 5 6 भने चाहिँ यहाँ के पर्यो 6 पर्यो। अब 6 8 को पर्यो भने यहाँ चाहिँ विवाह भएपछि छिट्टै नै मृत्यु सम्भव छ भनेर चाहिँ यहाँनिर भन्यो। यसरी चाहिँ हामीले हेर्न सक्छौँ। तर यही मात्रै फिक्स होइन, अझ यसका पनि चाहिँ परिहार पनि हुन्छन्। 6 8 पर्यो भन्दैमा, 9 5 पर्यो भन्दैमा, 2 12 पर्यो भन्दैमा चाहिँ हामीले आत्तिनु पर्दैन। यहाँ अरू पनि यहाँनिर हामीलाई दिएको हुन्छ। पछाडि 31औं श्लोकमा भनेको चाहिँ माथि भनेको कुराहरू। दुष्ट भुकुटमा यदि वर कन्याको राशिपति एउटै ग्रह छन् र नाडी शुद्ध छ भने विवाह उत्तम मानिन्छ भनेपछि जस्तै यहाँनिर चाहिँ तपाईँको राशि 6 8 को पर्यो, 2 12 को पर्यो, 9 5 मा पर्यो भने चाहिँ त्यहाँनिर खराब मानियो। तर भुकुटमा पनि राम्रो छ, नाडी पनि राम्रो छ भनेदेखि चाहिँ यो कम हुँदाखेरि पनि खासै त्यस्तो धेरै फरक पर्दैन भन्ने कुराहरू पनि यहाँनिर एउटा दियो। वा दुष्ट भुकुटमा पनि दुवै राशिको आपसमा मैत्री छ र नाडी पनि शुद्ध छ भने विवाह शुभ फलदायक हुन्छ भनेको। यहाँनिर चाहिँ तपाईँको 6 8 को त पर्यो, 9 5 को त पर्यो, तर तिन राशिहरूमा चाहिँ तिन ग्रहहरू बिचमा राशिको समय बिचमा चाहिँ मैत्री छ, यानि मैत्रता छ होइन। मित्र हुन् भनेको चाहिँ त्यहाँनिर चाहिँ यो भुकुटको दोष लाग्दैन। त्यसपछि त्यहाँनिर चाहिँ नाडी पनि के हुनु पर्यो त शुद्ध हुनु पर्यो भन्ने कुराहरू चाहिँ हुन्छ। अनि अन्य राशिमा अर्थात् वर कन्याको षडाष्टक दोष दुवै राशिपतिको वैरत्व नै भए पनि दुवैका नवांशपतिहरूको परस्पर मित्रता छ भने र दुवै बलवान छन् तथा नाडी नक्षत्र शुद्ध छ भने विवाह उत्तम र शुभ हुन्छ भन्दाखेरि चाहिँ यहाँनिर त 6 8 को दोष त पर्यो। त्यो सँगसँगै यदि तिनका राशिका स्वामीहरूको बिचमा पनि परस्पर मित्रता छैन, शत्रु छन् भने तापनि यिनी दुईटै कुरा छन्, तर उनका नवांशका स्वामीहरूको चाहिँ परस्परमा मित्रता छ हैन। नवांशका पति भनेको नवांशमा लग्न जुन छ त्यसका स्वामीहरूको बिचमा चाहिँ परस्पर मित्रता छ र दुवै चाहिँ बलवान छन् अनि नाडी नक्षत्र पनि शुद्ध छ भने चाहिँ त्यहाँनिर विवाह राम्रो हुन्छ भनेर भन्यो। त्यसको दोष पनि लाग्दैन। षडाष्टक र राशिपतिको मित्रता छैन भने पनि त्यसलाई चाहिँ हामी ग्रह मैत्री भनेर भन्छौँ। ग्रह मैत्री पनि छैन अनि 6 8 पनि परेको छ भने त्यहाँनिर यस्तो खालको चाहिँ हुन्छ। दुष्ट भुकुटमा भनेको भुकुट लागेको समयमा यदि दुवैको तारा कन्या छात्र वरभम यावत इत्यादि शुद्ध छन् भने, नाडी नक्षत्र पनि शुद्ध छन् भने विवाह अवश्य शुभ हुन्छ। यदि दुष्ट भुकुटमा राशिपतिको मित्रता अभावमा कन्या राशिको अनि वर राशिको वशीभूत छ भने नाडी शुद्ध रहे विवाह पनि शुभ फलदायी हुनेछ भनेर चाहिँ यहाँनिर भन्यो। भन्नुको अर्थ चाहिँ यहाँनिर राशिहरूको पनि त्यहाँनिर मित्रता छैन भनेपछि वश्य पनि मिलेको छ भने चाहिँ त्यहाँनिर विवाह शुभ फलदाता हुन्छ भन्ने कुरा चाहिँ यहाँनिर दियो। माथि चाहिँ अब गण पनि दुष्ट छ, भुकुट पनि लाछ, ग्रहहरूको पनि त्यहाँनिर चाहिँ अनुकूलता छैन भनेदेखि चाहिँ त्यस्तो समयमा कस्तो उपाय लाउने त परिहार के छन् भन्ने कुराहरू चाहिँ अब हेरौँ। यदि वर कन्या दुवैको राशिपतिको मैत्री छ अथवा दुवैका नवांशका स्वामीहरूको मित्रता छ भने गणको दोषले छुन सक्दैन भन्नुको अर्थ। यदि त्यहाँनिर चाहिँ गण 3टा हुन्छन्, मनुष्य, देव र राक्षस, यिनी दोष लागेको छ, तर राशिहरूको स्वामीको मित्रता छ, नवांशको पनि स्वामीको मित्रता छ भनेदेखि चाहिँ त्यहाँनिर गण दोष लाए पनि त्यसले फरक पर्दैन। शुभ भुकुट भनेको 3 11 मा राशि पर्यो, 4 10 मा पर्यो, 7 7 मा एकै राशिका वर कन्या ग्रहको शत्रुता अर्थात् वर कन्याको राशिको शत्रुता दोष नाश पार्दछ भनेपछि यदि त्यहाँनिर चाहिँ राशिका स्वामीहरूको के छ त शत्रुता छ, तर त्यो शत्रुतामा पनि चाहिँ भुकुट मिलेको छ भनेदेखि चाहिँ त्यो शत्रुता भए पनि त्यहाँनिर खासै त्यति धेरै असर पर्दैन भन्ने कुराहरू चाहिँ हुन्छ। यसै गरी ग्रह मैत्री पनि
दुष्ट भुकुर छ भने 6-8 को परेको 9-5 को परेको 2-12 परेको छ भनेदेखि पनि चाहिँ त्यहाँनिर यदि 2 एउटैका राशिका स्वामी मित्र हुन् भनेदेखि चाहिँ त्यहाँनिर यो भुकुर दोष पनि लाग्दैन। हामीले चाहिँ ग्रहको मित्रहरू माथि पनि हेरिसकेका छौँ। हामीले चाहिँ यदि यही कुरालाई सफ्टवेयरमा हाने तापनि त्यहाँनिर भुकुर मिलेन भने पनि राशिका स्वामीहरूको बिचमा चाहिँ मैत्रता छ भनेदेखि चाहिँ त्यहाँनिर चाहिँ यो भुकुरले पनि त्यहाँ दोष गर्दैन भन्ने कुराहरू चाहिँ छन्। तात्पर्य के हो भने वर कन्याको भुकुर शुद्धि भनेको भुकुर चाहिँ मिल्नु पर्यो र ग्रह मैत्री यी दुवैमा कुनै एक चाहिँ अवश्य हुनुपर्दछ भनेर चाहिँ भन्यो। अब अन्तिममा छ नाडी विचार। नाडी दोषको चाहिँ माथिहरू कुन कुन मध्य नाडी हुन्, कुन कुन आद्य नाडी हुन् र कुन कुन चाहिँ अन्त्य नाडी हुन् भन्ने कुराहरू चाहिँ माथि हामीले हेर्न सक्छौँ। अनि त्यहाँनिर चाहिँ हामी अन्त्यमा हेरौँ, यदि वर कन्या दुवैको नाडी एउटै छ भने विवाह शुभ मानिन्न। यदि एउटै मध्य नाडी दुवैको पऱ्यो भने ती दुवैको चाहिँ छिट्टै नै मृत्यु हुन सक्दछ भन्ने कुराहरू चाहिँ दियो। यहाँनिर पनि कुन कुन नक्षत्रमा जन्मेका मान्छेको नाडी के हुन्छ भन्ने कुराहरू पनि यहाँ छेउमा दिएको छ। यहाँनिर चाहिँ नाडीको बारेमा टेबल पनि दियो। यो खासमा के हो भन्दाखेरि चाहिँ सेम पढ्नु भएन, अरू जुनसुकै पढ्यो भने केही हुन्न होइन। आधी पऱ्यो भने त 0 आयो, अनि आधी र मध्य पऱ्यो भने 8 आयो। यसरी कि चाहिँ 0 आउँछ कि चाहिँ 8 आउँछ। सेम पऱ्यो भने 0 आयो, फरक पऱ्यो भने 8 आयो, यिनै कुरा चाहिँ हुन्छ। यसै गरी अब हामी अन्तिममा जाउँ। नाडी दोष र गणदोषको परिहारको बारेमा कुरा गरिरहेको छ। नाडी दोष लाग्यो, गणदोष पनि लाग्यो, त्यो लाग्यो भन्नेमा अब कि हामीले चाहिँ बिहिनी नगर्ने हो त भन्ने कुराहरू हुन्छ। त्यसको चाहिँ हामीले के उपायहरू पनि छन्। त्यसमा लागे पनि त्यो भङ्ग हुने योग पनि हुन्छ। त्यो कस्तो योगमा नाडी दोष लागेछ पनि भङ्ग हुन्छ त भन्ने कुराहरू चाहिँ अब हामी यसमा हेर्न गएका छौँ। वर कन्या दुवैको राशि एउटै भए अनि नक्षत्र भिन्नै भए भन्नुको अर्थ राशि एउटै हुनु पर्यो अनि नक्षत्र चाहिँ फरक हुनु पर्यो। कस्तो अवस्थामा छ? नाडी दोष लागेको अवस्थामा है। नाडी दोष पनि लागेको छ, राशि एउटै छ तर नक्षत्र चाहिँ फरक छ यस्तो अवस्थामा, अनि दुवैको नक्षत्र एउटै र राशि फरक भएमा भन्ने कुराहरू पनि हुन्छ। यो चाहिँ हामीले अहिले अन्त्यमा चाहिँ पञ्चाङ्गबाट पनि यसको बारेमा हेर्नेछौँ। हामी चाहिँ अहिले यहाँ लेखेको कुराहरू हेरौँ, त्यसपछि हामी यहाँ जे कुराहरू दिएको छ हामी चाहिँ पञ्चाङ्गमा पनि यसको थप अझै व्याख्या गर्नेछौँ। त्यस्तो अवस्थामा चाहिँ नाडी दोष लाग्दैन वा गणको दोष लाग्दैन वा मानिन्न भन्ने कुराहरू भयो। त्यस्तै प्रकारले वर कन्याको नक्षत्र एउटै छ तर चरण भिन्न छ भने पनि शुभ नै मानिन्छ, अर्थात् नाडी दोष लाग्दैन भन्ने कुराहरू चाहिँ हामीले यसरी दियो। के हो भन्दाखेरि चाहिँ नाडी दोष छ, नक्षत्र पनि एउटै छ तर चरण भिन्न छ भनेर पनि लाग्दैन भन्ने कुराहरू चाहिँ हामी यो भनेको के हो। अब त्यो चाहिँ हामीले पञ्चाङ्गमा अझै क्लियर हुनको लागि हामी चाहिँ पञ्चाङ्ग हेरौँ। यो चाहिँ हाम्रो पञ्चाङ्ग भयो है। पञ्चाङ्गमा के भन्यो त भन्दाखेरि चाहिँ यहाँ हामीले चाहिँ यसमा अब कुन नक्षत्रमा जन्म लिएको मान्छेको नाम केबाट आउँछ, अनि चाहिँ त्यसको राशि के हो, राशि स्वामी के हो, वर्ण के हो, अनि बस्य के हो, योनि के हो, नाडी के हो भन्ने कुराहरू चाहिँ हामीले जो माथि पढ्यौँ त्यो सबै चाहिँ हाम्रो यहाँ एउटै टेबलमा दिएको छ। त्यो चाहिँ हामीले मजाले यहाँ हेर्न सक्छौँ। र अब यहाँनिर चाहिँ तल नाडी दोषको बारेमा पनि तल दिएको छ। विवाहमा विविध पक्षहरूलाई सूक्ष्मतापूर्वक विचार गर्नुपर्ने कुराहरूमा नाडी दोष पनि एउटा मुख्य विषय रहेको छ। समान नाडीमा विवाह निषिद्ध छ, त्यसमा पनि मध्य नाडी भएकोलाई चाहिँ त्यो अत्यन्तै त्याज्य छ। विशेष अवस्थामा त्यसका केही परिहार पनि छन्। त्यो परिहार भनेको चाहिँ दोष नलाग्ने कुराहरू यस प्रकारका छन् भनेर भनिरहेको छ। जस्तै हामीले माथि भनेको जस्तै वर कन्या एकै राशिमा भिन्न नक्षत्रका वा एकै नक्षत्रमा फरक राशि भएमा भन्ने कुराहरू हुन्छ। यो कस्तो हो त भन्दाखेरि चाहिँ जस्तै वर कन्या एकै राशि भिन्न नक्षत्र भन्नेको अर्थ चाहिँ यहाँनिर चाहिँ हामीले मिथुनमा हेऱ्यौँ भने के छ, आद्य नाडी छ होइन। यो चाहिँ आद्य नाडी छ यहाँनिर। अब यहाँनिर चाहिँ के छ, राशि एउटै छ तर नक्षत्र के छ, फरक छ। अनि जस्तै यहाँतिर चाहिँ तपाईँ मिथुन पनि छ, अनि मिथुनको पनि तेस्रो पाउमा पनि चाहिँ पुनर्वसुमा छ, अर्को मिथुन चाहिँ यहाँनिर हाम्रो आद्रा नक्षत्रमा छ। यस्तो अवस्थामा पनि यो नाडी दोष लाग्दैन भन्ने कुराहरू हुन्छ। अनि हामीले चाहिँ अघि नै नक्षत्र एउटै तर पद भिन्न भन्ने कुराहरू पनि गऱ्यो। यो चाहिँ हजुरको यहाँनिर हरेक नक्षत्रमा हुन्छ। हरेक नक्षत्रमा 4वटा पाउ हुन्छन्। एउटै नक्षत्रमा त्यो जन्मिन्छ
त्यो नक्षत्रमा जन्मेको छ तर नाम अक्षर फरक छ भन्नुको अर्थ। जस्तै मानौँ एउटा उदाहरणको रूपमा हामीले हेरौँ मेष राशिलाई होइन, मेष राशिलाई यदि कोही जातक चुचे चोला नाम गरेको महिला र पुरुषको विवाह हुन लाग्यो, त्यसको चाहिँ नाडी एउटै छ होइन, आदि नाडी भयो, तर नक्षत्र पनि एउटै छ यहाँनिर, राशि पनि एउटै हुन्छ, पाउ फरक छ। यस्तो अवस्थामा चाहिँ नाडी दोष लाग्दैन भन्ने कुराहरू चाहिँ यहाँनिर दियो। अब यसै गरी पनि अझै वर कन्या दुवैका नक्षत्र त कृतिका रोहिणी मृगशिरा आद्रा तृतीय ज्येष्ठा श्रवण उत्तर भाद्र तथा रेवती मध्ये कुनै एक भएमा भन्नुको अर्थ दुईटैको नाडी दोष लाग्छ, तर नक्षत्र चाहिँ यिनी छन् भनेपछि पनि त्यहाँनिर चाहिँ त्यो नाडी दोष चाहिँ भङ्ग हुन्छ। अनि पछि वर कन्या दुवैका राशि स्वामी यदि बुध छन्, गुरु छन्, शुक्र छन् भनेको अर्थ नाडी दोष लाग्यो, तर तिनको राशि के हो त मिथुन हो, कन्या हो, अनि धनु हो, मीन हो, तुला हो, वृष हो भनेपछि त्यहाँनिर पनि के हुन्छ त नाडी दोष लाग्दैन भन्ने कुराहरू पनि यहाँनिर हुन्छ। अनि नाडी दोषस्तु विप्राणाम वर्ण दोषस्तु क्षेत्रीय भनेको नाडी दोष चाहिँ विशेष गरेर ब्राह्मणलाई लाग्छ, वर्ण दोष चाहिँ क्षेत्रीयलाई लाग्छ, गण दोषस्तु वैश्येषु भनेको गण दोष चाहिँ वैश्यलाई लाग्छ, अनि योनि दोष चाहिँ पादजन भनेको शूद्रलाई लाग्छ भनेको छ। यस वचन अनुसार ब्राह्मण वर्गमा नाडी विशेष विचार्य छ, अनि अत्यावश्यक भएमा विधिपूर्वक महामृत्युञ्जय जप हवन यथाशक्ति गौ सुवर्णादि दान आदिद्वारा दोष न्यून गर्न सकिन्छ भन्ने कुराहरू पनि हामीलाई यहाँनिर दियो। यसै गरी अब हामीले चाहिँ यहाँनिर सजिलैसँग हाम्रो कति गुण आयो भन्ने पनि यहाँ थाहा पाउन सक्छौँ। हामीले चाहिँ यसबाट यो कतिवटा गुण आउँछन् भन्ने कुरा पनि हामीले यहाँ सजिलैसँग थाहा पाउन सक्छौँ। यस्तो लामो मुखी दिएको चाहिँ यो नारीको हो भने छड्के मुखी दिएको चाहिँ यो चाहिँ हाम्रो पुरुषहरूको। अनि यहाँबाट चाहिँ सिधा हेर्ने जस्तै एउटा मैले यहाँ 36 गुण लागेको पनि कहाँनिर मैले भेटाएको थिएँ, यो 36 गुण यहाँनिर छ है। यदि कोही मृगशिराको दोस्रो पाउमा जन्मेको जातक भयो, दोस्रो पाउसम्म जन्मेको भयो, त्यसपछि रोहिणी नक्षत्रमा जन्मेकी कन्या बहिनी भन्ने थियो, त्यसको 36 गुण मिल्यो। यसरी चाहिँ हामीले नामबाट पनि यहाँनिर हामीले थाहा पाउन सक्छौँ यिनी कुराहरू हुन्छन्। अनि आजलाई यति नै। हाम्रो भिडियो मन परेमा लाइक तथा सेयर सब्सक्राइब गर्न नबिर्सनु होला। ज्योतिषसँग सम्बन्धित मुहुर्तसँग सम्बन्धित भिडियोहरू हामीले बेला बेलामा हालिरहनेछौँ। अनि यस्तै भिडियो मन पराउने साथीहरूलाई चाहिँ यो भिडियो फरवार्ड गर्न नबिर्सनु होला। जय श्रीराम।